हेलो आज हामी खाँदैछौँ नुडल्स अनि त्यसपछि रहेको छ चिकन एग अनि सब्जी खुर्सानी अनि रहेको छ चटपटे तर यसमा केही मिसा छैन। जाडो लाग्यो 5वटा नुडल्स तर यहाँ केही देखे छैन। चुकाउने रहँदा रस के हेरेर हो देखेकै छैन कि हामीले गएको यसरी खानुभयो यसरी राज तर यो राख्ने ठाउँै भएन क्या। This is noodle, this is chicken, spicy. देखो ना गाइस देखो ना देखिँदैन के उल्किँदैन डाटो दिन ओए तर भाइ मागानु क्या Cuma aku tak kasih sih. Oh, tadi ni. 5वटा करेरी स्पाइसी नुडल त्यसमा पनि हरियो खोर्सानी चिकन पनि त्यस्तै बोल्न बोल्दा खाना पनि मजा आउँछ। Kuda. दिस इज नट खुट्टा नो खुट्टा Pila. Wow. म त लेग पिसै खाने म त पकाएर खान्न म त पकाएर खान्न म त लेग पिसै खान्न। चप्पल जाडो छ कि त्यही भएर हामीले यस्तै देखाउँ है भनेको कति किन्नु भयो र 1 हप्ता त्यो आएको पैसा भने यस्तै खाँदा खाँदै भ्याउँछ होला अहिले 3टा ब्यागमा जम्मा गरेर 100 रुपियाँ छ होला यस्तो क्या यिनी टाइम हुँदा बिहान भरे बस्छन् अनि त्यसपछि चाहिँ ढिला भइसकेपछि पठाउ बोलाउँछ अनि पठाउ बुक गरेर जान्छ नि त्यही भएर यिनको ब्याङ्कमा पैसा रहँदैन। मलाई हिँड्न अल्छी लाग्छ क्या त्यही भएर अनि बिहान छिटो उठ्न अल्छी लाग्छ। यस्तो ठुलो ठुलो पत्ता कसले खान्छ दिदी बहिनी भएपछि साथी चाहिँदैन नि
संसारै भुलिसक्यो अब त को कहाँ छ के गर्छ। हाम्रो त आफन्त पनि छ कि नै बिर्सिन्छौँ हामी त। तर त्यस्तो भन्न खोजेको होइन, दुईजना मिलेपछि। अब बिहान उठ्यो, खाना खायो, अफिस गयो, अनि फेरि अफिसबाट आयो, खाना पकायो, खायो, सुत्यो। अनि एक दिन शनिबार आउँछ, त्यो दिन पनि सरसफाइ गऱ्यो, अनि बाहिर जान नै पाउन कहीँ घुम्न नै, त्यही भएर दुनियाँ बिर्सिसक्यो अब। तर यस्तो अघि यिनको बानी शनिबार के छुट्टी भयो भने चाहिँ होइन, यिनले राखेको सामान बिर्सिन्छ। अनि त्यसपछि जति बेला पनि खै त्यो सामान खै, यो सामान खै, त्यो सामान खै, त्यो सामान खै, यिनले जति बेला पनि सोधै सोधै गर्छ। अनि त्यही भएर रिस उठ्छ मलाई। जहिले गाली गर्छ। अनि म त रुम देख्दैन, मतलब मेरो दशा सुरु भयो भनेर म त भित्र छिर्छु, त्यही सोच्दै छिर्छु। यिनको व्यवहार हाल्यो क्या त्यो त। तर म करा होइन नि, गाली मात्र गरेको नि। कहिलेकाहीँ तिमीले गल्ती गर्दा मात्र कराउँछ, त्यो पनि सम्झाएको क्या। अनि म त जति गाली बले पनि चुप्पो लागेर बस्छु। आज फर्स्ट टाइम है हामीले यस्तो खाएको है। पिरो पकाएन तँले? नो बाउले देख्नुभयो भने ठुस्केर बस्छ सँग। ठुस्नु भयो, बादमा थियो नि ठुस्नु। This is public video. आज चाहिँ दशा सुरु भयो, किनभने 5वटा नुडल्स, त्यसपछि स्पाइसी चिकन पनि स्पाइसी, अनि त्यसपछि साग पनि स्पाइसी छ, अनि त्यसपछि चटपटे पनि स्पाइसी हो कि होइन? तर हामीले खाएको चाहिँ देखायो नि। देखो न गाइस, देखो न। पानी ल्याउ न त्यो कपको। पिरो भयो कहाँ? यो चाहिँ मैले पुरानो रेगुलेटर, यो चाहिँ 60 कपले बोतल मेरो पुरो स्मल, त्यही मात्र पनि ब्युटिफुल। त्यही मेरो दिदीले थोत्तरो ग्यास बेचेर दिएको। थत्तर ग्यास होइन हौ, ग्यास रेगुलेटर। थोत्तरो रेगुलेटर साटेर थोत्तरै बिग्रेको एउटा कप ल्याउनु भएछ। यस्तो ठिरायो। अनि किन यहाँ त्यो ओभरटेक गर्ने भनेर चलो अलिअलि त न। आज हाम्रो शनिबारको काम यही त होला नि। जेमन पिरो तैँले बनाएन, स्पाइसी वाला बनाउनु मुर्गे।
हामीलाई चाहिँ किन खानु मन लागेको भने त्यो जहिले मुकबाङवाला भिडियो हुन्छ नि के अरे गुरुङेटी च्यानल अनि त्यसपछि त्यो के भन्छ अर्को पनि हुनुहुन्छ नि त्यसको भिडियो हेर्दै 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 गर्दा खानु मन लागेको अनि हामीले यस्तो प्लान बनाएको थियो अलिकति आइज डर लाग्यो के खाने बेला अलिक यस्तो राम्रो हेर्नु मेरो राम्रो मिलाउँदै दिन जानुभयो के हो न अड्क्यो बिरुवा बिस्तारै खानु खानेकुरा त दिँदै दिँदैन मम्मीले देख्नुभयो भने मार्छ अहिले खाइसकेर कल गर्छ कस्तो लाग्यो के म त सिरो कोट्छु है डर लाग्यो मऱ्यो भने फेरि यस्तो चिज छ नि काठमाडौँमा राम 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 म मर्न चाहन्न हमको ए भी चाहिए के नपुगे जस्तो मलाई त के पुग्यो खै यसको सबै सुप चाहिँ मेरो झार्नु भएन छ क्या यसको पिरो हारेको हौ मैले होइन त अझै सोगारको पिरो भएन भन्दा खोर्सानी टौदा मात्रै पिरो हुन्छ भने हामीले चाहिँ खासमा के गर्ने सिजा पेपर र खेलेर खाऊँ भनेको म चाहिँ नमानेको अनि यिनको मुड चेन्ज हुन्छ क्या अघिसम्म त ल ल ल भन्दै थियो अनि यिनको सिजर पेपर र खेल्दाखेरि खान पाइँदैन क्या यो मान्छे जितिहाल्छ अनि म त एउटा खुट्टा पनि खाइ नसके सबै सक्यो भने त नि मैले कसरी जित्छ अनि बाठो मान्छे जितिहाल्छ के गर्नु त लाटीहरू गाह्रो छ यो जिन्दगीमा लाटुनु घाँसमा चाहिँ दुईवटा मात्र यस्तो दुईवटा मात्र ल्याउँ भनेको म चाहिँ पाखी जमाउनु पर्दैन क्या फेरि यसले चाहिँ ओए कपाल छैन छैन
अनि मैले चाहिँ 2टा यस्तोवाला लेग पिस अनि एउटा 2टावाला पखेटा लाने भनेको अनि यिनीहरूले चाहिँ किन भनेको मलाई खानु पखेटा त म त फेरि खाँदैन अरे के अनि पखेटा त मासु नि कति नै हुँदैन है हामी खासमा मासु नखाने मान्छे तर मलाई त यो मान्छेले बिगारेको हो म त पहिला पुरा भेजिटेरियन भनिसकेको थिएँ पछि यो मान्छे आउनु भएपछि चाहिँ आजभोलि चाहिँ सब्जी देख्दा नि मन पर्दैन जहिले मासु खानु मन लाग्छ नि फेरि हाम्रो चाहिँ यस्तो छ कि जस्तै तलब आयो भने त्यो आएको पैसाले चाहिँ जहिले जसको पहिला आयो त्यसको पैसाले चाहिँ मासु खाने प्लान हुन्छ हो कि न बस स्टपमा मासु खानु ठिक होइन तर खाँदैछु अनि मेरो हाँस्ने तरिका त फेरि 3 थरीको हुन्छ 3 थरीको हाँस्यो त्यो कोही बेला चाहिँ हा 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 गर्दै हाँस्छु कोही बेला चाहिँ गर्दै हाँस्छु कोही चाहिँ हि ए मेरो हाँस्यो के गर्नु गाई यता राम्रोसँग एउटा तपाईँ दिदी म पो बहिनी जस्तो देखायो त के गर्नु गाई सानो उमेरमा बुढी भयो तपाईँ पनि फुलिसक्यो भन्नु क्यामेरा अहिले त त्यस्तो छ निकाल्दैन हेर्नु अनि उहाँ चाहिँ तरुनी भएर कस्तो जाडो नलागेको मैले चाहिँ बुढी भएर जाडो लागेर मैले चाहिँ किनभने जाडो लाग्यो भने बिहानै चिसो भाँडामा चिसो पानीमा भाँडा माझ्नु लगाएको त्यसपछि चिसो पानीमै सबै उद्या बरङ केहरू सबै पुज्न लगाएको अनि आएर बस्दा झन् हाम्रो चाहिँ रुममा घाम पनि छिर्दैन भित्र आएर बसेको ठिराएर यस्तो छ क्या हाम्रो चाहिँ माथि छठ छ फेरि छठमा पनि गर्न मन थियो तर फेरि पुऱ्याउँछ भनेर हो अरे माथि पनि गेट छ क्या माथि अनि म चाहिँ यो हड्डी चाहिँ पनि फेरि मजा लाग्छ लगाउनु हुन्छ अनि तल पनि घाम हुन्न त्यही माथि हाम्रो चाहिँ 2nd फ्ल्याटमा परे रुम पनि अनि चिसो नै चिसो त्यो काठमाडौँको घरबेटीहरू चाहिँ साह्रै भन्न चाहिँ नहुने हो है भनिहालेँ तर पनि अलिकति के त्यस्तै हो लुगा सुकायो भने 1 हप्ता पछि मात्रै उठाउन जानु पाइन्छ चाबी लगाएर झन् चाबी त खुल्ला हुन्छ 7:30सम्म तर ढिलो आउँछ शनिबार मात्र हुन्छ खुल्ला हुँदैन हुन्छ अरू बेला त हुँदैन हामी ढिलो आउँछौँ नि त त्यही भएर जिन्दगी लिनु कहाँ पुरै हेर्नु गाइस यो पनि चिसो भइहाल्यो टिङ्गाल्यो साप्सिन्छ मलाई टिङ्गाल्नु छिटो छिटो आऊ न चिसो भयो क्या चटपटे दिनु नि बरु पहिला अगाउँदैन भन्नु म चाहिँ अगायो तर त हामीले सबै यस्तो मात्र खानु त्यो पनि स्पाइसीवाला नि धेरै पिरो त भएन क्या दिदी बहिनी बस्नु जस्तो रमाइलो चाहिँ केही पनि हुँदैन क्या रिस पनि हुन्छ हामीले मासु धेरकै ल्याएको होइन तर 200को मात्र ल्याएको त्यो पनि खाइसकिनँ अब मेरो मान्छे त्यो मुखबाङ गर्दा यत्रो खाना कसरी खान्छ फिलाई मनपर्छ यो र यो हेर्नु न यता यति हुन्छ यो चाहिँ टन्न हुन्छ क्या
Nga rotop kay baru tinggal si Menta. Ini. ए भइसकेको छ अनि हामीले चाहिँ खाँदा खाँदै चिसो भयो अनि त्यही भएर फेरि बहिनीले तताउँदैछ किनभने यहाँ चाहिँ धेरै चिसो हुन्छ नि त काठमाडौँमा अनि त्यही भएर त्यो तताएको पानी पनि एकछिनमै सेलाउँछ कि 2 मिनट पनि लाउन्न सेलाउनलाई अनि त्यसपछि तात्न चाहिँ धेरै टाइम लाउँछ त्यही भएर ग्यास पनि छिटै भाग्छ अनि पैसा नआउँदा कहिले ग्यास भ्याउँछ अनि कहिले चामल भ्याउँछ अनि रुम भाडा तिर्ने पनि ठ्याक्कै हुन्छ अनि भएको पैसा भने गाडी भाडा तिर्दा कहिले कता के गर्दा भ्याउँछ अनि लास्टमा चाहिँ जब पैसा हुन्न अनि तब त्यति बेला चाहिँ के हुन्छ भने रुमको सामान सबै भ्याइएको हुन्छ कि गाह्रो छ हामी त 2 जना बसेर पनि केही गर्न सकेको छैन बहुत गाह्रो छ अनि अफिस हुँदाखेरि त हामी त बिहान बहिनी चाहिँ उठ्दैन म त्यस्तो बिहान छिटो उठेर अनि 7 बजी उठेर अनि त्यसपछि 7 बजी कहिले काहीँ 6:30मा उठ्छौँ नभए 7 बजीमा उठ्छौँ अनि त्यसपछि खाना रेडी पारेर रुममा खानको लागि अनि मलाई पनि प्याक गरेर लानको लागि अनि फेरि बहिनीलाई नास्ता बनाउने अनि कहिले कसै चिया बनाइदिन्छ मैले उसले लान्छ अनि यसलाई सबै रेडी सेरी पारेर प्याक पारेर त्यो के भन्छ त्यसलाई खाजा प्याकिङ गरेर जान्छ कि मैले चाहिँ अनि यिनी चाहिँ उठेर जान्छ अनि कहिले कहिले चाहिँ यिनी उठ्नलाई छिटो समथिङ 4:30 बजी उठ्छ यिनी त कति बजी उठ्छ अरे मैले सुने होइन सुन्नु सक्छु पहले अर्को कमेन्ट निकाल कस्तो फेरि बसिरहेको त मभन्दा पनि डर छ कि हामीसँग 2टा कम्बल छ अनि त्यसपछि 2टा सिट चाहिँ त्यही पनि तापेन फेरि 2 जना सँगै सुत्ने अब बिहे गर्नु पर्यो अब यसो चिसो मौसममा ओइ पानी पुग्ला है बिहे गर्न जानेहरू गीत नबजाउनु हे गाइज खाम अब चाहिँ तातो छिटो खान्छन् जाडो मौसम त यस्तै गाह्रो हाम्रो गाउँघरै तातो काठमाडौँ देख्दा पनि दिक्क लाग्छ अब त गाउँघरमा त कस्तो हुन्छ होला काठमाडौँ अब यस्तो के हाम्रो गाउँघरको मान्छे चाहिँ होइन नि कसैले नभन्नु है हाम्रो गाउँघरको मान्छे चाहिँ काठमाडौँ गएपछि अनि गाउँमा आउँदा चाहिँ यस्तो भएर आउँथ्यो है अब कहीँ विदेशै गएर आएको के कति नकमा आएको जस्तो के राम के भन्छ है लुगाहरू के भन्नु छोटो अब हामी त त्यस्तो लगाउँदैन है त्यस्तो लगाएर आउँथ्यो अनि चप्पल पनि यत्रो एक भित्ता भएको हिल लगाएर आउँथ्यो भने अनि कस्तो भने आमा काठमाडौँ त यस्तो उस्तो अनि फोहोरहरू थोरै छ पनि यसो होइन त्यो टिस्यु पेपर हुन्छ उनीहरूसँग चाहिँ अब गाउँघरमा त टिस्यु पेपर पनि हुँदैन गाउँघरमा त यस्तै हो लुगामा यसो गऱ्यो यसो के अनि टिस्यु पेपर हुन्छ नि यसो गर्दा थोरै फोहोर लाग्यो भने अफ गर्दै पुज्छ अनि त्यो बुइमा बस्दा पनि यस्तो पुरा पुछेर फुकिरहेछ नि यस्तो थोरै लाग्यो पनि यस्तो
काठमाडौँ जहिले काठमाडौँको कुरा गर्दै आम्बो अग्लो अग्लो घर हुन्छ यहाँको घर हेरेर त काठमाडौँ त यसो हेर्दाखेरि टोपी खस्छ भने के को टोपी खस्छ बिच्चे पैसा चाहिँ खस्ने रहेछ बरु गोजीबाट तर यो टोपी खस्छ भन्ने त मलाई लागेन यतिको घर त गाउँघरमा नि हुन्छ गाछी अनि के यस्तो हो कि अब हामी त कहिले पनि पुगेको छैन नि त अनि अरूले सुनाउँदाखेरि अनि अरूले राम्रो राम्रो कपडा लगाउने अनि स्ट्यान्डर्ड भएर गाउँ आउँदाखेरि चाहिँ हामीलाई पनि लाग्थ्यो कि हामी पनि जान पाए हुन्थ्यो भन्ने अनि हामी चाहिँ सानोदेखि कहीँ पनि हिँड्दैनौँ त पठाउन पनि हुन्न नि त अनि त्यही भएर हिँड्दैनौँ पनि अनि कोहीसँग हाम्रो यस्तो साथी के भन्छ त्यो के भन्छ त्यसलाई साथीहरू हाम्रो साथीहरू जानुहुन्छ हामी चाहिँ बस्छौँ कि अनि कहीँ जान्छु भन्दा पठाउनुहुन्न नि त अनि त्यही भएर अनि अरूले सुनाउँदाखेरि त हो हामी पनि जान पाए हुन्थ्यो यस्तो लुगा लगाउन पाए हुन्थ्यो त्यो छोटो छोटो नै त्यो फुल कालो के फुलवाला बाक्लो अनि राम्रो वाला कपडा अनि त्यसपछि यहाँ आएपछि त बरु उता के अरे अब यस्तो क्या नवेट मलाई चाहिँ कस्तो लाग्छ भने गाउँघरमा हुँदा चाहिँ यार कहिले काठमाडौँ जाँदैन कहिले टुवेल्भ सकोस् न मात्र टुवेल्भ सकोस् अब घरबाट काठमाडौँ आउँदाखेरि त पैसा धेरै चाहिन्छ धेरै भन्दा त्यही 10-12 हजार आफन्त नि कोही थिएन उहाँ पनि उता बुटोल हुनुहुन्थ्यो म मात्र यहाँ के गर्नु है दुईजना एक्लै त हो नि घरदेखि चाहिँ एक्लै त थाहा छ के अनि घरदेखि चाहिँ अझै दिदीसँग बस्छु भनेर आएको यो भनेर त आउँछु कोही छैन अनि फेरि घरमा पैसा माग्दा पनि अब छैन त्यस्तै हो है गरिब घरमा हुर्केसी गरेको होइन मेरो हामीलाई 20 रुपियाँ निकाल्नु पनि त्यस्तो गाह्रो हुन्छ कि गाउँघरमा त अब कमाउने कोही छैन हाम्रो दाइ पनि हुनुहुन्न भएको दिदी बिहे गर्नुभयो मम्मी बाबाको जबरजस्तीले हो आफ्नो खुसीले छैन अनि उहाँ पनि बुटोल गइहाल्नुभयो अब उहाँको पनि पढाइ त्यस्तै हो पढाइमा कसले कमाउनु अनि यो काठमाडौँ आउने रहरले 10,000 ऋण काटेर आएको काठमाडौँ हो तर मैले सेम त नि 10,000 ऋण मात्र लाग्यो भने हेर यो ऋणमा डुबेर खोले त्यतिखेर के सानै उमेरमा ऋणमा डुब्यौँ हामी दुईजना सोच्थेँ क्या पहिला त मानि गाउँघरमा त महिनाको 10-12 हजार कमाउँछु अनि यस्तो गर्छु त्यस्तो गर्छु पुग्छ होला त्यसले नै अहिले 20,000 कमाउँदा पनि 3टा ब्याङ्कमा जम्मा गर्दा 100 रुपियाँ छ त्यो पनि खुसी छु म के गर्नु अब दुखी भएर पनि केही हुने होला होइन मैले नसुनाउनु थियो त्यो मेरो ब्याङ्कको पैसाको बारेमा सुनाइहालेँ होइन सुनाइहालेँ त्यस्तो हुन्छ भनेर भन्न अलिकति सुन्दा चाहिँ बेजेत लाग्ने कुरा छ तर सत्य कुरा यही हो पैसा नभएर यस्तै कि अब कसैले मलाई त्यस्तो लाग्छ कसैले यो खाना जाऊँ न भने ला पैसा नै छैन अब के गर्ने तलब आउनु जेल चाहिँ झ्याप्पै आउँछ आएको भोलिपल्ट पर्सिसम्म ब्यागमा हुन्छ मजासँग हुन्छ 15 दिनभित्र त नो सत्य फिनिस अनि गराउँदै हुन्छ पैसा कहिले पठाउने अब तलब आएपछि पठाउँछु हाम्रो लागि त केही पनि छैन के यो गर्छु त्यो गर्छु नै घर परिवारको लागि मात्र हो कि हामीले सोच्ने आफ्नो लागि त म यो गर्छु यो लगाउँछु त्यो लगाउँछु केही पनि छैन हाम्रोमा मेरो चाहिँ छ मेरो त छैन मेरो वानली छ बन्जिङ जमान्ने मेरो त सुकै छैन नेपालको दण्ड बोकेर वाउ म त सम्झिँदा पनि गट है कस्तो मजाले हान्नु मन छ क्या मैले चाहिँ फेरि यस्तो के साहस गेमहरू चाहिँ मनपर्छ तर के गर्नु पैसा हुँदैन फुर्सदले गर्दा अलिकति नभएको मात्र हो तर ठिकै छ कमाउँदैछु यतिको उमेरमा अब के गर्नु कोही साथ सपोर्ट दिने आफन्त नभए नि आफैले साहस गरेर भए पनि केही गर्दैछु भन्ने जस्तो लाग्छ छैन कि हाम्रो त साँच्ची भन्नुपर्दा आफन्तले साथ दिएला भन्ने त कोही पनि छैन म गर्छु भनेर हिँड्ने मात्र हाम्रो त अब यस्तो हो
आफन्तहरू पनि अलिक खाने छैन नि त हाम्रो सबै अलिक गरिब नै छन् त्यही पनि यस्तो के अब पुर्खा नै गरेको गरिब भए पनि आफन्त अब भन्न त नहुने तर त्यस्तो त्यही त हो बरु पशुसँग माया लगाऊ आफन्त इष्टमित्र उनीहरूले हामीलाई हेरचाह गर्छ बरु त्यो कुकुरहरू त्यस्तोहरूलाई माया गऱ्यो भने केही भयो भने हेरचाह गर्ने तिनीहरूले गर्छ तर आफन्तले पैसा छ भने मात्र हो त्यो आफन्तले हेर्ने भनेको नत्र त हामीले त खोइ सानैदेखि अब के भन्नु भएन नि सबैको बाजे बोजूले माया गर्छ हामी त पैसा नभएर माया नै गरेन अब यस्तो हो क्या अहिले चाहिँ सबैजनाले खासै त्यस्तो गर्नुहुन्न पहिला त हामी पनि पहिला त जब माथि जग्गा किनेर माथिमा निस्क्यो त्यसपछि चाहिँ ऋण धेरै लाग्यो पनि नै साथ दिन पनि कोही नआउनु सानोदेखि हामी त कति 12-13 वर्षदेखि अर्को घरमा बसेर काम गरेको मान्छे हो यही पढ्दै त्यही काम गर्दै तर पनि खुसी छौँ पैसा भएको पनि त्यही नभएको पनि त्यही मन खुसी छ भने जात पनि खुसी अनि मन खुसी छैन भने चाहे त्यो मान्छेले करोडकै घर बनाओस् के मतलब मन खुसी छैन भने झुन्डेरै मर्दो रहेछ होइन तर अहिले त 2 जना दिदीबहिनी छौँ खुसी लाउँछ म चाहिँ बेला दुःख लाउँछ गाली गर्छ अनि के कुराहरू दुःख लाउँछ अन्त गाली गर्छ अब मुख छोडो भने पनि अलिक मनले मान्दैन बरु म त बाहिर निस्केर गइहाल्छु अनि मान्छे त गाडा गुरुङ गर्दै कमेन्ट गर्छ अनि रेसमा रहेछ फेरि आफै बोलाउँछ फेरि मेरो व्यवहार यस्तो हो क्या रिस खप्नै सकिनँ कि मसँग मात्र हो तर न त यो मान्छे कस्तो छ थाहा छ रिस उठेपछि त्यो मान्छेलाई फर्केर हेर्दैन बाफ म चाहिँ फेरि कस्तो लाग्छ न त्यो मान्छेले मलाई नै काटे पनि फेरि त्यही मान्छे माया लाग्छ थोरै दया देखायो भने थोरै त्यही भएर मलाई त नराम्रो गर्ने मान्छे त म पनि त्यहीलाई नराम्रै बनाउँछु म त त्यस्तो हुँदैन यसरी मलाई मरेर जाने जिन्दगी हो भोलि कसको कतिखेर लास हुन्छ थाहा हुन्न त्यस्तो फिल हुन्छ मान्छे फेरि अनि मैले कसैले सुने भने तिमी त बच्चे छौ बुझ्दैनौ अब यसो भन्दा तिमी भनेको बाउ आमाले दिएको खाना पैसामा खाएर बस्ने हो रे के भन्नु तिनीहरूले कसरी भन्नु हामीलाई थाहा छैन कहिलेदेखि घर छोडेर कसरी खाइरहेको छु कसरी कमाइरहेको छु कसरी हिँडिरहेको छु आफ्नो ठाउँमा हो तर पनि कसैले त्यस्तो के आफ्नो दुःख सुनायो आफ्नो मनको खुसी सुनायो भने उनीहरूलाई चाहिँ हतियार भन्ने अनि तिनीहरूलाई के भन्नु गिराउनुको लागि एउटा हतियार भनेर चाहिँ अनि अब यिनीहरूलाई यस्तो यस्तो त्यो फेरि मान्छेले अरूको चासो पनि यति धेरै लाग्छ कि राम कहाँदेखि ग्याससम्म खोतालेरै छाड्छ भने कहाँ कुरा पनि एउटा थोरै त्यो के अरे कको दर्क मात्र दियो भने पनि त्यो पनि कुर्दै कहाँ पुऱ्याउँछ पुग्यो मुखबाङ गर्ने त कसरी गर्छ म त पुग्यो म त यतिमा पुग्यो त हो गाँठे र मेरो हातले नमस्ते गरेको कस्तो नमस्ते पुरो हातले मैले मात्र होला मन नपर्ने थेत्तेरी आँखा हेर्छु त्यस्तै नाक हेर्छु त्यस्तै म पनि त त्यस्तो ओठ हेर्छु त्यस्तै तर मान्छेले चाहिँ के मनपर्छ भने के मन परेर त्यो माया लाउँछ भने अनुहार हेर्छ र भित्री मन हेर्छ नि
मेरो मन त त्यस्तो पनि छैन, म त मूर्ख छु मूर्ख। फेरि यिनको व्यवहार कस्तो छ भने थाहा छ अहिले भर्खरै लप्पा खेलोस् अनि कुस्ती खेलोस् हानाहान खेलोस् यिनलाई मारोस् अनि यिनी हिँड्न नसक्ने होस् तर पनि चिया खान जाऊँ न भन्यो भने ल लट्ठी टेकेर पनि हिँड्छ क्या नि त। अनि त्यही भएर यिनलाई सबैले हेर्छ। हेप्नेहरूको जय भन्ने म त फेरि हेर्छु। के गर्नु त हेप्नेलाई, अब उनीहरूको बानी नै जस्तो हुन्छ त, त्यो फाइट गरेर के गर्नु। म चाहिँ गौतम बुद्धको चेला हो, त्यही भएर गौतम बुद्धको प्रत्येक कुराहरूलाई मान्छु। मासु खाँदा त्यस्तो कुरा नगर्नु पाप हुन्छ। मासु एउटा चाहिँ मान्दैन, यो मान्छेले गर्दा न मैले त्यो पनि छोडिसकेको छ। बाहिर पायो भने कप कप घिच्नेको फेरि घिच्ने रे ए खाने यो मान्छेको बोली यतिको जोक्स गरेर भएको हामी त्यस्तो बोल्छ। साँच्ची हो, म त खाँदिनँ थिएँ तपाईँ आउनुभन्दा अगाडि होइन। मेरो साथीसँग बस्थेँ नि त म, अनि उहाँले चाहिँ खानु मन लाग्दाखेरि खाऊँ भने मैले ल्याउँथेँ बोट दिँदा मैले अब उहाँले नखाँदा उहाँले नराम्रो लाग्छ एक चुक्रा खानु, मासु इन्ट्रेस्ट लाग्दैन थियो क्या। तर अब त मेरो बहिनीलाई तरकारी मन पर्दैन, मासु भयो भने मात्र भात दिएर खानु खोज्छ अनि तरकारी भयो भने भात पनि नखाइन्छ कहिले कसो। झन् कुरमुरेच भयो भने त मैले त मासु पनि चाहिँदैन तर खानु दिँदैन। बाहिरको धेरै खानुहुन्न कि अब मैले भन्छु तँलाई जे खानु मन लाग्छ मैले बनाइदिन्छु त बनाएर पनि पठाइदिन्छु भ्याइ नभ्याइ। तर पनि अन्त त्यस्तो भन्छ अनि मलाई रिस उठ्छ क्या। मलाई चाहिँ फेरि यस्तो लाग्छ कि म बोली मरिहाल्छ, त्यो इच्छा लाग्यो खानेकुरा भने खानुपर्छ नि होइन, त्यही भएर म चाहिँ खान्छु। कहिलेकाहीँ चाहिँ यसो खानु त खान्छु, यो बिर्सेर प्लास्टिक चाहिँ झोलाभित्रै राख्छ यिनले थाहा हुन्न भनेर माथितिर पनि भन्छ अङ्कल मेरो दिदीलाई नभनिदियो है। तर के थाहा दिदीले कहाँ कसरी पाउँछ मलाई त। ए अङ्कलले पोल लगाइदिएर चाहिँ पाउनु थियो। अनि यिनले नभने पनि त्यो झोलाभित्र चिसपको प्लास्टिक 2-3वटा हुन्छ अनि गोजाभित्र हुन्छ, त्यही भएर मैले थाहा पाउँछु कि। मेरो यस्तै बानी छ यस्तै। हामी शेर्पा भएर खासै त्यो नेपाली ल्याङ्ग्वेज हामीले स्पष्ट बोल्न सक्दैनौँ किनभने हाम्रो टाउनमै जान्छ नि त उता। के गर्नु त अब यस्तै छ है, तर पनि त्यही पनि बोलेछु यतिको त राम्रै हो। आफैले तारिफ गर्छु। म त अगायो म त खान्न भन्दै खानु के। फेरि मन पनि के हो के नखाऊँ फेरि खाँदा नखा फेरि बोइमा राखेर फेरि खाऊँ। आन्टी त मतलब बाहिरको नखाने भित्रको खाने। पखेटा सक्यो, अब लुगा धुनु छ, नुहाउनु छ, चिसो पानीमा कसरी नुहाउनु हो। छुरुङ गऱ्यो न। अब बेलुकातिर त पानी ताछ, म त बेलुकातिर नुहाउने हो किनभने बेलुकातिर त पानी ताछ। अहिले चाहिँ घाम ताप्नु जाने हो। अनि अबदेखि मुखबाङ पनि हेर्दिनँ, मासु पनि खाँदिनँ। इस एकछिन नगन्जो मात्र यिनको व्यवहार यस्तै खालके। अनि जे चिज पनि तातो छिट्टो छिटो चाहिँ म चाहिँ तातो गरेर भक्ति भयो भोलि खान्न। फेरि भोलि भयो भने हो नि। अनि मनलाई मान्दैन त यो मनलाई कसरी सम्झाउँ म। वाउ ओ माय गॉड। सानोमा यहाँनिर सुफाएर गर्दै खाने। जाडो पनि यति छ। हात चाहिँ नधोको होला भन्ला फेरि हात धोएर चिटिक्क पारेर खाएको, तर छिराएर यस्तो कस्तो गाडाङ गुरुङ देखिरहेको छ कि नसा छ हेर्नु। मान्छे सानो भएर के गर्नु त।
जिम्मेवारी ठुलो छ नि हामीमा। खेल्ने भयो मान्छे हेर्दा सानै छौँ, उमेर पनि अलिक सानै छ, तर पनि जिम्मेवारीले हामीलाई हाम्रो टाउको भन्दा माथि 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 पुऱ्याइसकेका छौँ। त्यही भएर हो। अब केही भन्नु छ? छैन अब के भन्ने। धन्यवाद भन्छु। बाई बाई।